हेलो साथीहरू, सबैजनालाई नमस्ते हैन। अब आज चाहिँ यसो मेरो छुट्टी परेको थियो अनि कतै बाहिर जाऊँ न भनेर बाहिरतिर जान लागेको, तर खासै राम्रो ठाउँहरू चाहिँ कतै थिएन। अनि यसो बाहिरको भ्यू बनाउँदै हिँडेको अनि हेर्नु न कस्तो राम्रो फुलहरू, कस्तो राम्रो चरा उडेको, कस्तो राम्रो देख्यो। अनि बाहिरको मौसम पनि कति राम्रो, हेर्नु न गर्मी नि छैन, जाडो नि छैन, ठिक्क हो के। अनि यति भन्दै हामी चाहिँ अब आफ्नो गन्तव्यमा आइपुग्यौँ हैन। अनि यति राम्रो ठाउँ रहेछ, कस्तो राम्रो के समुद्र है, कति राम्रो समुद्रबाट देख्ने त्यो भ्यू कति राम्रो। अनि यसो एक दुईवटा भिडियो बनाइदिउँ भनेर यसो बनाइदिन लागेको, तर मलाई चाहिँ खासै केही भिडियोहरू बनाउन आउँदैन, नाच्न पनि खासै आउँदैन हैन। अनि त्यसपछि त्यहाँ बाहिरको भ्यू हेर्नु न कति राम्रो देखेको है। अनि यस्तो राम्रो ठाउँ त म पहिलोपल्ट आएको होइन। समुद्रको बिचमा पहाड भन्दा नि चट्टानहरू के, ढुङ्गाको चट्टानहरू भन्छन् नि, त्यही त भन्छन् होला सायद होइन, खासै मलाई चाहिँ थाहा छैन। अनि कस्तो राम्रो समुद्रको पानी पनि कति राम्रो, कलर हेर्नु न झन् कतै निलो छ कतै हरियो छ है, कलर पनि छुटेको हो के त्यो पानीको, यति चाहिँ राम्रो हो हेर्नुहोस् है। अनि अब यो तपाईँहरू आफै पनि हेर्न सक्नुहुन्छ होइन। ल भ्यू हेर्नु न हजुरहरू पनि, यति राम्रो देख्छ, यति राम्रो लाग्यो मलाई त्यो ठाउँ। हजुरहरू आफै पनि देख्न सक्नुहुन्छ होइन, पानीको कलर हेर न कस्तो मजाले छुटेको छ क्या। यो ठाउँमा चाहिँ हरियो रहेछ है, कस्तो राम्रो देखिएको क्या। चाहिँ जापानमा बस्ने साथीहरूको लागि चाहिँ एकदम राम्रो ठाउँ छ होइन। यदि हजुरहरूसँग टाइमहरू मिल्छ भने होइन आउनुहोस्, घुम्नुहोस्, एकदम राम्रो ठाउँ छ। अनि ढुङ्गामा बसेको फोटो पनि यसो खिचिदिउँ भनेर एक दुईवटा खिचिदिइहालेँ। अनि मेरो पोज हेर्नु न, ओहो मान्छे त म खासै राम्री होइन, आइफोनको कमाल हो। अनि ढुङ्गा चढेर आइसकेपछि चाहिँ होइन, यहाँ यता सानो पसल रहेछ एउटा होइन। अनि त्यहाँ चाहिँ यस्तो राम्रो राम्रो ढुङ्गाहरू पाउने रहेछ क्या, खेलौना घरमा सजाउन मिल्ने खालको। तर हेर्नु न कति महँगो है, कस्तो राम्रो यो चाहिँ, यो नि ठिकै रहेछ। अनि अर्को ठुलोवाला चाहिँ कति राम्रो, तर महँगो रहेछ क्या, त्यसैले किनेन, हेरेँ मात्र। अनि हेर्नु न यहाँ त हाइकिङ गर्ने ठाउँ पनि रहेछ, हामीलाई त थाहा नै थिएन। त्यही पनि अब यसो आइसकेपछि अब यसो हेरिदिउँ न भनेर गयौँ। खासै केही थिएन, ढुङ्गा थियो अनि भर्याङ थियो। अनि त्यहाँबाट झऱ्यौँ होइन। झरिसकेपछि चाहिँ अनि त्यहाँ तल चाहिँ एकदम धेरै ढुङ्गाहरू रहेछ क्या, हिँड्न अलिकति गाह्रो हुने रहेछ। त्यसपछि गइसकेपछि चाहिँ त्यहाँनिर एउटा त्यो सर्लाको रुखमा त्यो उम्रिन्छ नि, त्यो के भन्छ त्यसलाई, त्यो चाहिँ रहेछ क्या। अनि यसो हेऱ्यौँ अनि राम्रो लाग्यो त्यो चाहिँ। अनि घरमा लिएर आउनु पऱ्यो भनेर घर लिएर आएँ क्या। अनि हेर्नु नि यहाँ मैले के गरेँ होला है, त्यो समुद्रको बिचमा यसो केही छ कि भनेर हेर्नु गएको, खासै केही देखेन। अनि अब यस्तो राम्रो ठाउँमा आएपछि फोटो नखिच्ने कुरै भएन, एक दुईवटा फोटो खिचियो। अनि मेरो सानो भ्लग चाहिँ यहीँ सकियो होइन। अब यति भन्दै म चाहिँ घरतिर फर्किएँ। अब हेर्नुहुने सबै साथीहरू चाहिँ लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद, बाई बाई।